हेलो गाइस, नमस्ते। आज चाहिँ मम्मीले लिएर आउँदैछु। आज चाहिँ मेरो छोरीको लागि टिफिन बनाउँदैछु। हेर्न सक्नुहुन्छ, म चाहिँ पाँचवटा आलु लिइरहेको छु अनि त्यसलाई मजाले मतलब त्यसको बोक्राहरू सबै फ्यालेर अनि हेर्न सक्नुहुन्छ त्यसलाई मजाले बोक्राहरू फ्याल्छु मैले। अनि बोक्रा फ्यालिसकेपछि अनि कोरिसोमा मजाले त्यसलाई कोरिसोमा मजाले कोर्छु होइन। अनि त्यसरी कोरिसोमा कोरिसकेपछि अनि त्यसमा पानी थोरै हाल्दै पखाल्छु कि म 2-3 चोटि पखाल्छु। अनि पखालिसकेपछि त्यो आलुमा एउटा पनि पानी राख्दिनँ अनि मजाले निचारेर गर्छु। अनि त्यसमा मैले एउटा अन्डा अनि त्यसपछि नुन अनि अब स्वादअनुसार नुन भनौँ न, कति बनाउनु चाहनुहुन्छ त्यति नै। मेरो चाहिँ थोरै थियो, मैले त्यही अनुसारले ठिक्क नुन हालेँ। अनि त्यसपछि थोरै धुलो खोर्सानी हालेँ अनि थोरै जिरा धनियाँको पाउडर हालेँ। अनि त्यसलाई हालेर मजाले चलाएर अनि 5 मिनट जति त्यसलाई मैले रेस्ट गर्न दिएँ। अनि 5 मिनट रेस्ट गरेपछि अनि उता चुलोमा मैले प्यान बसालेर अनि त्यसमा थोरै 1 चम्चा जति घिउ हालेँ। अनि घिउ हालिसकेपछि घिउ हालेँ अनि मजाले अब धेरै ठुलो नि होइन धेरै सानो नि होइन, ठिक्क हाल्नुपर्छ। अनि फेरि धेरै भ्यात्त गऱ्यो भने त्यो आलुको हो नि त, अनि फेरि आलुहरू पाक्दैन। अनि मैले चाहिँ सानो बनाएको थिएँ जस बच्चाहरूले खानुहुने गरेर। अनि मैले चाहिँ सबै बनाएँ। आजको यो मेरो छोरीको खाजा टिफिनको रेसिपी हो। हजुरहरूले नै यसरी बनाएर खानु होला, एकदम मिठो हुन्छ। अब हजुरहरूले जेसँग खाँदा नि हुन्छ, के अरे अब गोलभेडाको अचार अनि सस अनि त्यसपछि मायोनी हजुरहरूसँग जे छ त्यहीसँग खाँदा नि हुन्छ। आजको मेरो भ्लग चाहिँ यस्तै भयो। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। प्लिज सपोर्ट पनि गर्नुहोला। म नयाँ हो नि त, त्यही भएर है। बाई बाई।